लोसार तसिदिले एभ्रिवान हामी अब अहिले लोसार सेलिब्रेट गर्दैछु तपाईहरु पनि सेलिब्रेट गर्दै हुनुहुन्छ होला अनि अब आफ्नो परिवार अनि साथीभाइ दिदीबहिनी सबैजनासँग मन खुलेर रमाइलो गर्नु होला इन्जोय गर्नु होला पाँचवटा करोडको बारले अफर गर्नुपर्ने हुन्छ अलि तल जाँदैन बडी अलि तल होला फेरि खस्ला ल ठिक छ ओके ल मजाले प्रे गर्नु ल हामीसँग 7 वटा आइटम छ तपाईले अब आफ्नो मनदेखि जे अफर गर्नुभयो पनि हुन्छ है तर 7 वटा आइटम चाहिन्छ अब हामीले चाहिँ यहाँ हुन्छ नि ड्राई फ्रुट्स अनि यहाँ हुन्छ नि नट्सहरु अनि गमिजहरु राखेको छु ल अब भोलि बिहान मर्निङमा अनि मेरो बुवा मेरो ड्याडले चाहिँ पूजा गर्नुहुन्छ ओके जमानी हेर्दिउ कति राम्रो देखेको फुल जस्तै राम्रै रहेछ यस्तो राम्रो फ्लावर थियो नि तर यतिको पाउनु पनि एकदम राम्रो काट्नु पर्दैन जस्तो त फेरि त्यो लामो छ नि राख्ने भाडा चाहिँ लामो छ नि कस्तो राम्रो देखेको बुढी खै ल एक स्माइल दिनु त पनि हट्छ ठ्याक्क हट्छ Oh my god. Alright guys, अब भगवानलाई अफरिङ चाहिँ सकिसक्यो अब आजलाई चाहिँ यति नै है अनि भोलि मर्निङमा मजाले फेरि भगवानलाई प्रे गरेर अनि दिन सुरु गर्नुपर्छ अब चाहिँ हाम्रो लोसार बल्ल सुरु भयो है यो चाहिँ छ्याङ है छ्याङ मोछ्याङ के हालेको रे त्यो पहेँलो चाहिँ यो पहेँलो चाहिँ सैफ्रन हो ल बाबा लोसार तसिदेले हुन्छ एकछिन ल ए छोरी त जे पनि तान्नुपर्छ है छे छे ल छ्याङ कडा छ है मिल्छु ल बस एकछिन पनि ल यो चाहिँ हाम्रो आफूभन्दा ठुलो मान्छे आमा बुवा अनि हजुरआमा हजुरबुवादेखि चाहिँ आशीर्वाद लिने चलन छ लोसारमा है Nga chocolate ya. Iya, tak bawa orang tu kau ni. Okay. Means maybe अब सुताउन टाइम पनि भयो है मजा सुताउनु पर्छ मिठो रहेछ दामी भएछ है
मिठो भएको छ एकदमै मेरो कस्तो सिजेको लाउनु दिदैन नेपालमा गाह्रो डेसिल खानुहोस् चिया पिउनुहोस् छ्याङ पिउनुहोस् के खान मन लाग्छ सबै खानु है खै मिल्छ बेबी त्यही त अब यो पालि चाहिँ छोरीलाई बक्खु भएन है बक्खु अब म्यानेज गर्न सकेन अब नेक्स्ट लोसारमा चाहिँ अनि फेरि बक्खु लाउनुपर्छ अब छोरीको बर्थडे पनि आउँदैछ अनि बर्थडेमा चाहिँ हामी बक्खु जसरी भए नि म्यानेज गरौँला यो बक्खु राम्रो देखेछ तिमीलाई कस्तो राम्रो छ आज बक्खु राम्रो रहेछ ल अब हामी चाहिँ अब डिनर रेडी गर्दैछौँ है होल डे लोसार सेलिब्रेट गरेर नन्द भाउजू त साँच्चै बेस्ट फ्रेन्ड हो नि होइन हो क्या मान्छेहरूको चाहिँ अब चलन छ नि त नन्द भाउजू मिल्दैन भने त हाम्रो घरमा त एकदमै मिलेर बस्छ योभन्दा खुसी त मलाई अरू केही पनि छैन ल मेरो चिकन चाहिँ फेरि यसरी फ्राई गऱ्यो अलिकति होइन अनि मजाले छोपेर राखिदियो होइन के गरेको यो चाहिँ गर्नु यो चाहिँ यो सोक हाल्यो भने के गरेको हुन्छ? ए, सोक गरेको ओके सल्ट वाटरमा सोक गरेको लेमन हाल्ने कसरी भिनेगर हाल्नुपर्छ तर मिठो देख्यो है यस्तो मिठो छ। राम्रो देख्यो त ल मजाले काट ल मेरो फेभरेट अचार त गुडीकै अचार हो साँच्चै त्यो आमाको अचारहरू निकै पपुलर छ मलाई त फेरि गुडीकै अचार मिठो लाग्छ ल अब हाम्रो डिनर फाइनली रेडी भयो चाहिँ माछाको अचार अनि यो चाहिँ हाम्रो जुकिनीको अचार लेटस चिकन राइस इन्जोय द डिनर है गाइस भोक पनि लाग्यो है आज धेरै पार्टी गरेर दिउँसो है थाक्यो भोक लाग्यो यस्तो चिसो छ साके चाहिँ मजाले हाल्नुपर्छ सीमा दुए बाबु सामु सीमा दुए न बाबु Cheers, happy Losar. Chicken halim. Throw rice. Achar. Garlic. जुरा अनि एउटा अचार. ओके. ल इन्जोय बुढीले भाँडा पनि राम्रो धुँदो रहेछ हौ किन्यो दामी धुन्छ भाँडा राम्रो धुनु त तिमी बाइक चाहिँ अरू सबै कोही छैन साँच्चै होइन अलराइट गाइज आजको लागि यति नै अब फेरि भेटौँला है see you in the next vlog. Good night. Take care. Good night.